र गाइज म चाहिँ अहिले सिमी टिप्नको लागि हजुरबाउले चाहिँ ल सिमी टिप्दैन सिमी तरकारी खानुहुन्छ भनेर भन्नुभएको थियो। आएको घर आएर चाहिँ धेरै दिन भएको थियो भन्नुभएको। यसो सिमी टिपिदिनु पऱ्यो राखिदिनु पऱ्यो बुढा फेरि रिसाउनुहुन्छ होला। अमिलो फलिरहेको छैन सिद्धै खाइसक्यो यहाँ सिमी 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 भने यहाँ कता म देखिदिनँ होइन कतो सिमीको बोट त यही हो कि लरा होइन अलिअलि कति घात्रा घुत्रो खै सिमी यस्तो सिमी हुन्छ त। हाम्रो भाइ कान्छा पनि ऊ लहरी अर्गी सिमी टिप्नु पऱ्यो भनेर खोजेको यी के सिमी टिप्नु छ र यी यस्तो छ कि यो सिमी फेरि फरक सिमी रहेछ कि यस्तो सिमी यस्तो खालको सिमी छ यो खालको सिमी छ। गाइज मैले चाहिँ यहाँ सिमी लिएर आएर सिमी टिप्दिएँ। अब हजुरको घर आउनु रहन्छ सिमी चाहिँ टिप्दिएँ मैले। तर यहाँ ल्याएर राखेको छु क्या मैले यो बगुला चाहिँ पुरानो रहेछ कहिले ल्याऊ यदि सिमी टिपेर यहाँ छोपेर राखेको छु होइन। हजुरबाउ चाहिँ त्यहाँ तल खोलमामा पराल लिन जानुभएको रहेछ होइन। एकचोटि बुढालाई गएर चाहिँ अब बोलाउनु पऱ्यो अब खोइ सिमी भनेर बुढालाई सोध्नु पऱ्यो एकचोटि। हजुरबाउको रियाक्सन कस्तो रहेछ बुझौँ है त। अब भिडियो अलिकति लामो हुनसक्छ होइन काटेर हाल्छु म तैपनि हजुरबाउ जान्छु म है त नहाँस्ने फेरि हाँस्नु फेरि हाँस्नु कुरो बुझिन्छ। के अरे अनि सिमी टिप्ने भने होइन खोइ सिमी कहाँ सिमी टिप्ने भने कहाँको सिमी आउनु त आउनु ल आउनु आउनु के हो यो के हो त्यो खोइ म बोक्दिन्छु खोइ ल्याउनु खोइ अब खतरा मकै अब अलिअलि के भन्छ घुनसुनले खाएको पिठो भए मकै धुलियाले खा मकै भनौँ न हाइब्रिड मकै बिग्रिन्छ त्यस्तो मकै चाहिँ अब बाख्रालाई होला पिठो अब हजुरबाउले सिमी टिप्न भनेर हैसेर नाम्लो बोक्नुभयो ल हेरे साथीहरूलाई हेर्नुहोस् तर मैले टिपेर ल्याइसकेँ हजुरबाउलाई थाहा खाएन। हजुरबाउलाई गएर सिमी खोयो हजुरबाउ भनेर सोध्नु पऱ्यो अनि त्यसलाई चाहिँ टक्क लाएर चाहिँ सिमी देख्दैन बोटा खासै धेरै पनि रहन्छ। हिँड्नु नगरा पाठा ल हिँड्नु नि हिँड्नु ल हिँड्नु हैसे ल्याउनु हजुर आउँदैछ र एक साथीहरू खोइ कहाँ छ मैले देखिनँ नि त खोइ देखिन आउनु नि त खोइ छैन खोइ यहाँ हो देखेन मैले त कहाँनिर यहाँ देखाइदिनु न पहिला आउनु न
खोइ त खोइ कता छ त खोइ झुप्पै झुप्पै थियो भने होइन र यस्तो त के काम यस्तो कल्लियो त यस्तो त अनि खोइ त फलेकै रहन्छ क्या फलेकै रहन्छ ए कल्लियो भएर चाहिँ बेला भएर रहन्छ बेला भएको रहन्छ ल जाउँ आउनु जाउँ बगुल्ला कहाँ ल्याए नि क्या बगुल्ला खै कहाँ ल्याए लोर राख्नु बगाउनु बगाउनु आउनु कहाँ ल्याइसक्यो के ल्यायो बगुला सिमी टिभी सेयर रहेछ त टिभी सेयर छ सिमी टिपेर नि मलाई दुःख दिएर रहेछ तपाईँले त सिमी टिभी सेयर रहेछ त